मुस्दैछौँ हालेर यसलाई मजाले मुस्नुपर्छ। हाम्रो डो बनेर रेडी भइसकेको छ। अब यसलाई हामी अलिअलि पिठो हालेर अझै मुस्छौँ। त्यसपछि मुसिसकिसके यसरी चाहिँ दिए पनि भयो। अनि हजुरहरूले भुइँमा राखेर ल हाम्रो डोनट चाहिँ पाक्न लाग्यो। कस्तो राम्रो कलर भएको छ हेर्नुहोस् त। डोनट पाक्दैछ हाम्रो यहाँ। यस्तै रेडी भइसक्यो। हेर्नु त कति राम्रो कलर आएको, कस्तो राम्रो छ। अहिले सबै पाकिसकेपछि देखाउँछु ल। हाम्रो डोनट रेडी भइसकेको छ। मलाई चाहिँ